फार्मरलाई नखा भन्छ नखा भनेको फार्मर नग्यो भनेको एग्रिकल्चर वतसी न रेवसिन वा नखा देश मेरो बुवामा चाहिँ फार्मर हो नग्यो न सिगोतो सितेमास एग्रिकल्चर काम गर्दै हुनुहुन्छ अनि नग्यो ते नानी चुकुरीमासका एग्रिकल्चरमा के उत्पादन गर्नुहुन्छ यासाई त कुदामो न चुकुतेमास यासाई दे नानी चुकुतेमासका यो मैले भनिसकेको छु हो माथि कामको बारेमा यासाईमा के उत्पादन गर्नुहुन्छ भने तपाईको वरिपरि तपाईको ठाउँमा हुने यासाई कतिपय जापानिजहरुले चाहिँ के गर्छ भने अब जस्तो तपाई कतै पोखरा बस्छु भन्नुभयो पोखरामा गुगलमा हान्नुभयो भने पोखरामा उत्पादन हुने भेजिटेबल्सहरु युमेना भन्ने भने तपाईले भनेको त फरक आयो भने हुँदैन चिसो ठाउँमा हुने र तातो ठाउँमा हुने फरक हुन्छ आफ्नो ठाउँमा हुने थोरै भन्ने दाइकोन निन्जिन नासु तमानेगी ओ चुकुतेमास भनेर भन्दिनु कुदा मन पनि हजुर के भन्नु नोखा नोखा भनेको फार्मर भनेको नोखा दोनासीको तो सितेमासका भने नग्यो भन्दिनुस् के नोखा भनेको फार्मर हो नग्यो भनेको एग्रिकल्चर गर्नुहुन्छ भन्ने सकिहाल्यो है त्यो याद गर्नु के गर्नुहुन्छ कति वर्षको हुनुभयो हैन अनि कहाँ बस्नुहुन्छ दोकोनी सिन्देमासका खाजुको इमा आलता खाजुको त इस्योनी सिन्देमासका हानारे त सिन्देमासका सँगै बस्नुहुन्छ कि छुट्टै बस्नुहुन्छ अनि नग्योने सिगो त दोको देश सिन्देमासका एग्रिकल्चर काम चाहिँ कहाँ गर्दै हुनुहुन्छ भनेर सोध्छ इराका देश सिन्देमास अथवा जिक्खा देश सिन्देमास जिक्खा भनेको आमाको घरमा गर्नुहुन्छ अथवा इनाका गाउँमा गर्नुहुन्छ यस्तो कुराहरु सोध्दिन सक्छ प्यारेन्ट्सको बारेमा क्रस क्वेशनहरु टन्नै आउँछ है यो म खाजुको न कोतोमा सुरुमै भनेको हो मैले जिकुसो खाउने बेलामा कतिजना लास्टको 50 आजको लास्ट है ताबे मन त नोमी मन दे आरे रोगी घारीमासका आरे रोगी भनेको चाहिँ एलर्जी भनेको खानेकुराहरु पिउने कुराहरुमा एलर्जी छ तपाईलाई भनेर सोधिन्छ इए नाइदेश भन्नु पर्यो छैन भन्नु पर्यो एलर्जी चाहिँ छैन मलाई लैजा काम दे भन्नुपर्छ है आई ओके यो आरे रोगी भन्ने चाहिँ याद गर्नु कतिलाई थाहा हुँदैन थाहा भयो भने दाइजु ओके भोलिबाट चाहिँ 50 बाट फेरि 40 भयो है ओके भोलिबाट यहाँबाट सुरु हुन्छ है हजुर त्यो गापको रेकीको बारेमा पनि भन्दिनु न गापको रेकी आउँछ पछाडी नाम भन्नु त तपाईको ललिता राई ललितासँग गापको रेकी यहाँ पछाडी छ यहाँ चाहिँ गापको रेकी सुकुर सबै आउँछ है नतिनुस् म भन्दिन्छु ओके स्ने मैले चाहिँ हातेको दासाय मैले सिक्तिको दासाय अनि कसले के म्याच गर्नु भएको थियो यहाँनिर यो ग्रुपमा सेन्से हजुर त्यो सिभी बनाउनु भइसक्यो त्यो फाइनलको लागि नाम भन्नु त तपाईको तर नभए त्यहाँ पहिला प्रीमा मेरो हाइटको अलि हाई थियो कि 180 हाल्नु भएको थियो 170 जति छ कि मेरो मैले 27 सके थियो ए हस् 27 सके ए ओके अनि कसले के मेसेज गर्नु भएको थियो टुङलुङ आयो अनि देखिएन भन्नु त के थियो र एग्रिकल्चरको के भने जस्तो लाग्दैछ सर हाम्रो फुटबल अब के गरौँ फुटबलले अर्को एक्जाम दिनु नआउँदासम्म आयो भने सेमेस्टरला प्रिपेयर चाहिँ गरिराख्नु जुनमा पनि हजुर अब हामीले के अब एग्रिकल्चरबाट एक्जाम दिएर एग्रिकल्चरबाट यहाँबाट उता जापान गएर हामीले एउटा चेन्ज गर्न पाउँछ कि नेसन चाहिँ फुटमा खुल्यो भने जहाँ पनि जान पाउँछौँ वहाँ गएर चेन्ज गर्न पाउँछ भन्ने कुरै छैन खुलेन भने उहाँकोले पनि पाउँदैन सबैले रोक्दिएको हो नि त यहाँकोले मात्र रोक्दिएको हैन नि सेन्से अनि यो टिआइटिपी भिजा यो चाहिँ कस्तो खालको हो ट्रेनिङ भिजा हो टिआइटिपी ट्रेनिङ भिजा हजुर पाइदैन भन्ने छैन नि आइरहेको हुन्छ तर झ्यामझुम काम गर्नुपर्ने हुन्छ खाइसकेले कति स्पिडमा काम गर्न सक्छु भन्ने हुन्छ आयो भने दिने हो नत्र अप्रिल 13 भन्दा उता आवेदनै लिँदैन के अनि चाहिँ यो 7 तारिखमा फर्म खुल्न लागेको फर्ममा फुड खुल्छ कि खुल्दैन फुड खुल्दैन होला सबै एक्जाम खुल्दैन हजुर फुड प्याकिङको आएको छैन मसँग ट्रेनिङ भिजाको फुड प्याकिङको डिमान्ड आएको छैन मसँग आएको भनेको कन्स्ट्रक्सनको हो अनि एउटा चाहिँ ड्राइभरको आएको थियो
अनि अर्को चाहिँ ग्यारेजहरूमा आएको हुन्छ होइन। अब यो अलिअलि फाटाफुटा आउँछ मेमा, अप्रिल मेमा चाहिँ मसँग ल 12-15 जनाको डिमान्ड आउँदैछ, तर म त कन्स्ट्रक्सनै हुन्छ जस्तो लाग्छ त्यसमा पनि है। ट्रेनिङ भिजा सेन्सिटिभ ड्राइभरको कस्तो हो? दिमाग खराब हुन्छ क्या। ड्राइभरको भनेको चाहिँ ड्राइभिङ लाइसेन्स भएको खोजेको हो, गाडी नै चलाउन दिन्छ भन्ने चाहिँ